नेपाल सरकारकै तर्फबाट यहाँहरूलाई यो बाचा पनि गर्न चाहन्छु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई लगाइएको यो शिरमा देखिएको जसलाई तपाईहरू श्रीपेजको दर्जा दिनुहुन्छ, जसलाई सम्मान गर्नुहुन्छ, यो एउटा कपडाको थुप्रो मात्र यो टाउकोमा राखिएको होइन। यसभित्र तपाईले मलाई दिनुभएको एउटा ठूलो जिम्मेवारी मैले महसुस गरेको छु। त्यो जिम्मेवारी भनेको थारू संस्कृति, कला, सभ्यता, भाषा, भेष सँगै पहिचानको एउटा जिम्मेवारी तपाईहरूले यो काँधमा हालिदिनु भएको छ। यो कुनै रमाइलोको लागि, देख्नका लागि मात्र होइन। यसले दिएको एउटा गरुङको जिम्मेवारीको महसुस मैले यहाँ उभिएर गरेको छु र त्यही जिम्मेवारी बोध भएर नै म यहाँहरूलाई भन्न चाहन्छु कि हाम्रो तर्फबाट जसरी यो समुदायलाई सघाउनु पर्ने हुन्छ, सरकारका तर्फबाट यस समुदायसँग सम्बन्धित रहेका विभिन्न विषयहरूमा जसरी सघाउनु पर्ने हुन्छ, त्यतिखेर तपाईहरूले निर्धक्क भएर हामीले तपाईलाई एउटा जिम्मेवारी दिएर पठाएका थियौं खिचरा महोत्सवमा आउँदाखेरि त्यही जिम्मेवारीको आधारमा तपाईसँग हामी यो माग्न आएका छौं भन्नुहोला। तपाईले लगाइदिनु भएको यो बोझिलो होइन, जिम्मेवारीको यो पकडीलाई सम्हालेर सम्झिएर तपाईलाई साथ दिने बाचा म आज फेरि पनि यहाँ समक्ष गर्न चाहन्छु।